अहिले नै भइहाल्नुपर्छ भनेर हामी आशा र अपेक्षा गर्छौं। तर त्यो आशा र अपेक्षालाई गलत ढंगले चाहिँ म व्याख्या गर्दिन, त्यो सही छ। यद्यपि त्यस्ता आकांक्षा भएका मान्छेहरू, त्यस्तो आशा जागेको बेला त्यो भावनालाई प्रतिनिधित्व गर्ने मान्छेहरूले प्रयत्न गर्दा गर्दै परिणाम लिँदै गएर त्यसरी ती देशहरू बनेका हुन्। त्यसैले हाम्रो देश पनि अब प्रयास र प्रयत्नहरूमा पर्याप्त भूमिका कतिपय नपुगेको कारणले गर्दा प्रश्न उठाए होलान्। त्यसलाई म के भन्छु भन्दाखेरि अहिलेको नेपालको सबभन्दा यो व्यवस्थाभन्दा उत्तम व्यवस्था कुनै नै छैन भन्छु म चाहिँ। हेर्नुहोस्, यहाँ तपाईँ राम्रो सुन्नु होला, भोट लगाउने बेला आउँदैछ कि नेतालाई गाली गर्ने होइन, नेतालाई मन नपरेको नेतालाई हराइदिनु। अब डाङ किटाङ हराइदिनुहोस्। म तपाईँलाई आह्वान गर्छु, तपाईँ 21 गते त्यो हराइदिनुहोस् त। मन नपरेको मान्छेलाई, मन नपरेको पार्टीलाई सर्लक हराइदिनुहोस्। 5 वर्ष कराउनु परेन नि त। मन परेको मान्छे, देश बनाउने मान्छे, आफ्नो मनको कुरा बोल्ने मान्छे, सही मान्छे चोइस गरेर पठाइदिनुहोस्। एक पटक तपाईँले 1 सेकेन्ड ट्याक्कै घुट्नुपर्छ। चिलिम तपाईँले सहीलाई छान्नुभयो, हाँस्दै आउने छान्नुभयो, त्यही खालको मान्छे आउँछ, गर्ने खालको मान्छे छान्नु त्यही आउँछ। अनि किन गाली गर्नु? दिइसकेपछि त गाली गर्नु पाइएन नि त। होइन र भने क्या, मैले के गल्ती कुरा गर्दैछु मैले भन्नु त। त्यसैले गर्दा तपाईँले विवेक प्रयोग गरेर मत जाहेर गर्नुहोस्। म तपाईँलाई त्यो आह्वान गर्न चाहन्छु, त्यो अनुरोध गर्न चाहन्छु। सन्दर्भ यो व्यवस्थाले त के भनेको छ भने तपाईँ हामी मध्येबाट, तपाईँ हामी मध्येले तपाईँ हामी मध्येबाट, तपाईँ हामी मध्येले, तपाईँ हामीले छानेको मान्छेले शासित हुने व्यवस्था हो क्या यो। तपाईँ हाम्रो मध्येबाटै हामीले छान्नुपर्ने मान्छे हो नि त। छान्नेमै मिस्टेक गरेपछि अनि बिग्रिँदैन चिज। अनि यो भ्रष्टाचार भयो, त्यो भयो, यस्तो भयो, ऊ बिग्रियो, त्यहाँ गयो, ऊ गर्यो भनेर हामी आरोप लगाउनुतिर जान्छौँ। त्यसले गर्दाखेरि 5 वर्षसम्म त्यसरी उफ्रिनु चिच्याउनु भन्दा एक पटक चिलिम सत्य होइन। म त्यो आह्वान अनुरोध गर्न चाहन्छु। होइन, तपाईँको घर अगाडिको बाटोको प्रश्न होला, तपाईँको घर अगाडिको चाहिँ नि के अरे चाहिँ नि ड्रेनको प्रश्न होला, तपाईँको घरमा आउँदाखेरि पानीको प्रश्न होला, तपाईँको घर उज्यालो पार्ने बत्तीको प्रश्न होला, होइन, तपाईँको चाहिँ नि घर अगाडि चाहिँ नि हुने पठन पाठाउने शैक्षिक वातावरणको कुरा होला, समग्र देशको विकासको कुरा होला। यी यावत कुरालाई हिसाब किताब गरेर भोट लाउनुहोस्। म तपाईँलाई यही आह्वान अनुरोध गर्दै सन्दर्भ यो च्याम्पियन इङ्ग्लिसको त्यो सो हुँदाखेरिको त्यो सिनले मलाई बोलेको मात्र हो। हेर्नुहोस्, होइन, देखेँ नि त मैले, त्यहाँ पनि देखेँ। त्यो देखेर मैले यो कुरा जोडेर बोलेको मात्र। फेरि यसरी बोल्न त मिल्दैन। मैले भोट चाहिँ मागेको छुइनँ, भोट चाहिँ सहीलाई दिनुहोस् भनेको। फेरि होइन, सहीले दिनुहोस् भनेको यति चाहिँ भन्न पाइन्छ, किनभने हामी नागरिकको हैसियतबाट यो कुरा चाहिँ भन्न पाइन्छ। र म यही कुरा राख्दै म यो च्याम्पियन इङ्ग्लिस स्कुलको चाहिँ यो